आज चाहिँ हामी माछा मार्नलाई खानी खोला आइपुग्यौँ। माछा चाहिँ दामी पर्दो रहेछ। आज 2-3 किलो माछा मारेर लाने हो। मकवानपुर जिल्लादेखि काभ्रे जिल्लामा माछा मार्न आइपुगेका छ हामी। दाइले ल्याम जाल हानिरहेछ, माछा पारिरहेछ। म चाहिँ यतिकै घुम्दै हिँडिरहेको। बाइक तलै छोडेको छ, हेलमेट त्यहाँ छोडेको छ। यो चाहिँ काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर 5। यो चाहिँ मेरो मामा घर माथि टुप्पोमा। माछा खाने हो साथी हो। खानीखोला गाउँपालिकाको माछा मार्नलाई थोरै मेहनत गरेर आएको छु त हामी। मकवानपुर जिल्लादेखि काभ्रेसम्म माछा मार्न आइपुगेको छ। बिहान उठेर खाना नि खाएको छैन, भोक पनि लागिरहेछ। माछा मार्न उहाँ तलदेखि आएको खास कारण चाहिँ हाम्रो देवालीको कामको लागि असला नाम गरेको माछा चाहिने रे। त्यही भएर माछा मार्न आइदिएको। माछा चाहिँ पाइसक्यो। खानीखोला मजाले सुनिरहेको छ। माछा जाल एउटा हो। माछाले दुःख दिन्छ हो। लगभग 1 घन्टा जति जाल खेल्छौँ अनि 1 घन्टामा लगभग 1-1.5 किलो माछा मार्ने भन्नुभएको छ दाइले। 1 किलो माछा मारेपछि फर्किने यो घरमा। अनि माछा फ्राई हानेर खानुपर्छ, म चाहिँ खाँदिनँ। मलाई चाहिँ माछा मन पर्दैन, म चाहिँ माछा खाँदिनँ।
बुवाले खानुहुन्छ, बुढीले खान्छन्। माछा मारेर लाने हो खानी खोलादेखि सलक्क पारेर। अब हामीलाई माछा पुग्यो, नुहाइदिनुपर्छ कि जस्तो लागिरहेको छ। खोला हेर्दा चाहिँ दामी छ खोला। अब फर्किने कुरा भइरहेछ, नुहाएर मात्रै फर्किनु पर्ला जस्तो यार। यहीँ नुहाइदिनु जस्तो लागिरहेको छ यार, अलिक गहिरो पनि होला। पक्का नुहाइदिनु पऱ्यो अब यहाँ। हजुर रड ठुलो छ, अब म यो ढुङ्गामा छोडिदिन्छु। ओएमा डाइभ हान्ने ठाउँ सही रहेछ। यहाँ डाइभ हानिदिनुपर्छ क्या यहाँ। ढुङ्गा नै मलाई घर जत्रो छ यार, डेन्जर के खतरा ढुङ्गा के। ल यस्तै हो, अब फर्किनुपर्छ। खाना नि खाएको छैन यार, भोक लागिसक्यो। गाईको ब्यागमा चाउचाउ थियो, चाउचाउ खानु पर्यो। धेरै पछि आएको म यो ठाउँमा। त्योभन्दा माथि नजाउँ जस्तो लागिरहेको छ, लोड आइसक्यो। गाई अझै माथि गइरहनु भएको छ। म चाहिँ नजाउँ अब योभन्दा माथि बस्छु यहीँ बाहिर तिरेर। कहाँसम्म जाने हो बुढो माछा मार्दै। लोड लागिरहेको अरे माछाको, माछा लोड परिरहेको छ भने फेरि ठिक छ। गाडीसँग सेप हान्नु पर्ने थियो यार। हामी फर्किने कार्यक्रममा फर्किन थालेको। दाइ अब फर्किँदा नि जाल हान्दै हिँड्ने अब कति लोभ गरे होला माछाको। सरासर हिँड्नुपर्ने, अब जाल हान्दै हिँड्दा छ बुढो फर्किँदा पनि। नुहाइधुवाइ गऱ्यो, माछा मार्यो, यहाँ छ माछा। अब तल बाइक छ अनि हामी हिँड्ने हो घरमा। अब हामी घर फर्किनु थालेको।
आज मौसम पनि दामी छ क्या ल मेरो बाइक त फर्काइदिइरहेको रहेछ यार कसले हो आइ यहाँ ल्याएर राखेको बाइक यार चोर्न खोजेको थियो क्या हो